हजुर नमस्कार सम्पूर्णमा। आज पनि मैले सदाको जस्तै मेरो च्यानलबाट माल्टा सम्बन्धी केही विषयहरू लिएर आएको छु। आजको विषय छ माल्टामा अहिलेको वर्क परमिट कतिको छिटो निस्केको छ त। पहिलाको तुलनामा छिटो निस्केको छ अथवा चाहिँ ढिलो भएको छ। 2025 लागेको चाहिँ हालचालैको अवस्था कस्तो छ भन्ने कुराको बारेमा एउटा जानकारी लिएर आएको छु। भने अर्को कुरा के छ, माल्टामा आउँदा कुन विषयमा आउनुभन्दा पहिला नै अथवा भेपस गर्नुभन्दा पहिला नै स्किल पास गर्नुपर्छ त। पहिलाको भन्दा अहिले चाहिँ नयाँ चेन्ज भएको अवस्थामा पहिला नै चेन्ज गर्नुपर्छ, स्किल पास गर्नुपर्छ अथवा यहाँ आएपछि स्किल पास गरे पनि हुन्छ र कस्तो कुरालाई चाहिँ स्किल पास नगरेसम्म यहाँ आउन पाइन्छ पाइन्न, स्किल पास गरेकाको भिसा लाग्ने चान्स धेरै हुन्छ कि हुँदैन को बारेमा भन्ने छु। भने अर्को विषय छ, यहाँ आइसकेपछि कम्पनी चेन्ज गर्न सजिलो छ अथवा अप्ठ्यारो, मिल्छ अथवा मिल्दैन र मिल्छ भने कसरी मिल्छ भन्ने सम्पूर्ण जानकारी यस भिडियोमा चाहिँ तपाईलाई मैले बताउने छु। हजुरहरूले केही समय ध्यान दिएर यति चाहिँ तपाईहरुलाई चाहिँ यहाँको बारेमा उत्सुकता छ, तपाईहरुलाई चाहिँ माल्टा आउँदै हुनुहुन्छ अथवा प्रोसेस गर्दै हुनुहुन्छ र आउने प्रक्रियामा हुनुहुन्छ भने तपाईहरुलाई पक्कै पनि यसले चाहिँ एकदमै सपोर्ट गर्नेछ र सहयोग गर्नेछ भन्ने कुरा मलाई विश्वास छ र पक्कै पनि यो कुरो चाहिँ तपाईहरुलाई भन्दै, यदि तपाईहरुले मेरो भिडियो चाहिँ पहिलो पटक हेर्दै हुनुहुन्छ भने यो भन्दा पहिला वर्क परमिट आउने अनि चाहिँ अन्य कुराहरुको बारेमा पनि मैले चाहिँ यो भन्दा अघिल्ला भिडियोहरु मैले बनाएको छु, त्यहाँ पनि हेर्न सक्नुहुन्छ। र यदि तपाईले यो भिडियो मन पर्यो, यो तपाईलाई इन्फर्मेसन भिडियो मैले बनाइराख्छु छु, साना सर्ट भिडियोहरु हालिराख्छु छु, तपाईलाई त्यति मन पर्यो भने लाइक र चाहिँ सब्स्क्राइब गर्न पनि नभुल्नुहोला भन्ने मेरो सानो अनुरोध पनि हजुर मार्फत हजुरहरूलाई मैले चाहिँ भन्दै आजको टपिकतिर चाहिँ मैले बताउन गइरहेको छु। अहिले पछिल्लो पटक माल्टाको वर्क परमिट पहिलाको तुलनामा केही छिटो निस्किन थालेको छ। तपाईहरुलाई यदि चाहिँ कसैले एप्लाई गरिसक्नु भएको छ अथवा एप्लाई गर्नुभएको छ भने यो चाहिँ अलिकति खुसीको कुरा हो। तर अब अहिले अलि छिटो निस्क्यो, भोलिका दिनमा चाहिँ फेरि अब ढिलो हुने हो अथवा चाहिँ यस्तै छिटो हुने, यो भन्दा पनि छिटो हुने हो, त्यो कुरा चाहिँ अब भन्न सकिँदैन किनकि सधैँ एकनास नहुन सक्छ। तर अहिलेको अवस्थामा अलिकति पहिलाको तुलनामा वर्क परमिटहरु छिटो निस्केको मैले पाएको छु। अर्को कुरो छ, अहिले चाहिँ हस्पिटलिटी क्षेत्र र चाहिँ टुरिज्म क्षेत्रमा अथवा होटल लाइनहरु जति नै चाहिँ फुडका कुराहरु, फुड सम्बन्धी कामहरु, होटलमा काम गर्नेहरु र टुरिज्म सेक्टरमा काम गर्नको लागि स्किल पास अनिवार्य बनाएको छ। तपाईहरुलाई थाहै छ, यसभन्दा अघिल्लो भिडियोमा नि बनाएको छु, अरु भिडियो पनि हेर्नु भएको छ होला, साथीहरुले पनि तपाईले जानेको साथीहरुले भन्नुभयो होला। त्यसो भएको हुनाले वर्क परमिट अलि छिटो आउन थालेपछि के गर्नु पर्यो त भन्दा हजुरले त्यो भन्दा पहिला चाहिँ स्किल पास गरेर रेडी हुनुभयो भने सबैभन्दा सजिलो हुन्छ यहाँ आउन चाहनु भएको छ भने। किनकि स्किल पास गर्नलाई केही समय लाग्छ। पहिलो फेज 1 फेज 2 हुन्छ। फेज 1 को चाहिँ अलिकति लिंक दिइसकेपछि छिटो भए पनि फेरि फेज 2 को चाहिँ तपाईको एपोइन्टमेन्ट चाहिन्छ। एपोइन्टमेन्ट भएर फेरि चाहिँ VFS मा गएर चाहिँ इन्टरभ्यु दिने र त्यो सर्टिफिकेट दिँदा केही समय लाग्ने। अनि आफू वर्क परमिट आइसक्यो, अनि वर्क परमिट आइसकेपछि त्यो VFS गर्ने पनि निश्चित समय हुन्छ। अहिले त पहिलाको समयबाट घटाएर तल बनाएको छ किनकि त्यो चाहिँ वर्क परमिट को डेट पहिला चाहिँ 90 दिन भित्रै चाहिँ गर्नु पर्थ्यो भने अहिले चाहिँ त्यो दुईपल्ट गर्न मिल्थ्यो, त्योभन्दा पछाडि पनि गर्न मिल्थ्यो। अहिले घटाउँदै ल्याएर अहिले एकदम छिटो गर्ने, 60 दिन भित्र गर्ने हैन, यस्तै कुराहरु रुलहरु आउँदै र बनाउँदै गरेको र अब त्यस्तो सिस्टम पनि लागू हुँदै गर्ने हुनाले जति सक्दो छिटो के हुनु पर्यो त भन्दा तपाईहरु एप्लाई गर्नुभन्दा पहिला कमसेकम एक फेज 1 चाहिँ पास भएर
एप्लाई गर्दाखेरि अझ तपाईँहरूलाई सबैभन्दा उपयुक्त हुन्छ जस्तो लाग्छ है। पहिला चाहिँ फेज 1 को निकाल्नु, अनि चाहिँ फेज 1 2 को चाहिँ एपोइन्टमेन्ट लिनेर चाहिँ दिँदै पनि गर्ने, अनि यता पनि एप्लाई गरिसकेपछि तपाईँहरूको चाहिँ टाइमको चाहिँ सेट हुनसक्छ र त्यसरी चाहिँ टाइम सेट भयो भने तपाईँहरूलाई त्यति समस्या हुँदैन। अनि ओरपोरमै छिटो निस्किने, आफूसँग चाहिँ स्किल पास सुरु गरेछ, भर्खर गरेछ, त्यो भएन र भने त फेरि अब के हुन्छ त भन्दा भिसा लाग्ने चान्स एकदमै कम छ। अब अहिले चाहिँ होस्पिटालिटी क्षेत्र र टुरिज्म सेक्टरमा स्किल पास अनिवार्य बनाएको हुनाले त्यो चाहिँ अब ढिलो भयो भने त हाम्रो चाहिँ अब ओरपोरमै निस्के पनि फेरि त्यो काम लाग्दैन। त्यसो हुँदा तपाईँहरूलाई के भन्न चाहन्छु भन्दा, यदि चाहिँ आउनु थाल्नु भएको छ भने र अथवा चाहिँ एप्लाई गरिसक्नुभयो, स्किलको बारेमा केही पनि गर्नु भएको छैन, स्किल पास गर्नको लागि स्किलहरू पढ्नु भएको छैन भने के गर्नु पर्यो भन्दा तत्कालै चाहिँ स्किल पासको लागि लिङ्क दिएर त्यसमा चाहिँ स्किल पास गर्नु पर्यो भन्ने कुरा तपाईँहरूलाई जानकारी दिन चाहे। अर्को कुरा, यसै गरी तपाईँ हामी कन्टिन्यू यहाँ आउँछौँ, अनि स्किल पास चाहिँ अहिले हामी चाहिँ पछिल्लो चाहिँ मे 27 भन्दा पछिल्लो पछि चाहिँ 28 तारिकदेखि यता आएकालाई नै 1 भएकालाई नै अथवा चाहिँ फेज 2 को पनि दुईटै चाहिँ बनाएर मात्र यहाँ चाहिँ मात्र बायोमेट्रिक भएको छ र त्यसो गर्दा ढिलो भएको, अनि चाहिँ कतिपय चाहिँ फेज 1 गरेर तपाईँको भिसा लगाइसक्यो अथवा बस्नु भएको छ तर फेज 2 को भएको छैन भने पनि तत्काल गर्नु, ताकि यहाँ चाहिँ आएर रोकिन पर्दैन। त्यहाँबाट गर्नुभयो भने सिधै आएर चाहिँ बायोमेट्रिक गर्नलाई सजिलो हुन्छ, छिटो हुन्छ। तर यदि चाहिँ फेज 1 गरेछ, फेज 2 नभए पनि हुन्छ भनेर बस्नु भएको छैन, यहाँ फेज 2 बिना पनि बायोमेट्रिक भएर चाहिँ त्यो कार्ड नबन्ने भएको हुनाले समस्या हुने छ। त्यस्तो अवस्था भइरहेको चाहिँ धेरै साथीहरूलाई भएको छ। हाम्रै ग्रुपमा आउने साथीहरूको पनि त्यस्तो 1-2 दिन ढिलो एप्लाई भएको मे 28 2024 को पछि, अनि चाहिँ उहाँहरूको पनि कसैको फेरि यहाँ आएर नि फेल भएको, त्यस्तो पनि भएको र कसैले फेरि यहाँ गर्दाखेरि टाइम लागेको, अहिलेसम्म पनि अब चाहिँ त्यो चाहिँ कार्ड नबनेको अवस्था पनि भएको हुँदा यदि चाहिँ तपाईँले फेज 1 गरेर बस्नु भएको छैन भने फेज 2 पनि जति सक्दो छिटो निकालेर आउँदा हुन्छ, अथवा यहाँ आउँदा बित्तिकै त्यो चाहिँ गर्नु होला भन्ने जानकारी पनि गराएँ। अर्को कुरो के छ त भन्दा, तपाईँहरू यहाँ आइसकेपछि यहाँ त छिर्दैन हो, पछि चाहिँ तपाईँले चाहिँ सिधै कम्पनी चाहिँ चेन्ज गर्न मिल्छ, सजिलो हुन्छ, जे भने त्यही काम गर्न चाहिँ सकिन्छ। अर्को काम गर्नलाई चाहिँ अब अर्को काम चेन्ज गर्ने हो भन्ने कुरा पनि सुन्नुभयो होला कतिपय। त्यो के हो त, राइट हो कि होइन, सही हो कि होइन भन्ने कुरा मैले के भन्छु भन्दा, यहाँ चाहिँ कम्पनी चेन्ज गर्न नमिल्ने होइन, मिल्छ। 4 महिना चाहिँ प्रोभिजनल पिरियड राखेको छ, त्यसभित्र चाहिँ तपाईँहरूले चाहिँ गर्न सक्नुहुन्छ। त्यही पनि अब प्रत्येक त्यो कस्तो हुनु पर्यो भन्दा आफूमा क्षमता पनि हुनु पर्यो, सिप हुनु पर्यो, त्यही खालको चाहिँ अर्को कम्पनीले चाहिँ तपाईँलाई चाहिँ एग्री गर्न पर्यो, तपाईँलाई चाहिँ मन पारेर सबै पास भएर तपाईँको चाहिँ नदेनलाई सब तपाईँलाई स्वीकारेर तपाईँलाई अफर लेटर दिएर सबै चाहिँ गरेर उसले राख्छु भनेन चाहिँ बल्ल जाने हो, नत्र त्यसै चाहिँ जान्छु भनेर त भएन। तपाईँसँग सिप छैन, केही छैन, यहाँ आएर सिधै चाहिँ अब अर्को कम्पनीले सँग चाहिँ डिल गर्न सक्नुहुन्न, आफ्ना सिपहरू क्षमताहरू देखाउन सक्नुहुन्न, अनि हरेक चिज गर्न सक्नु भएन भने त अनि चाहिँ त्यही कम्पनीमै बस्ने हो। अनि अर्को के हुन्छ त भन्दा त्यो भित्र हुन्छ, त्यही पनि त्यो क्राइटेरिया आफूलाई चाहिँ एग्रिमेन्ट पेपरमा के भनेको छ त्यो आफ्नो चाहिँ कम्पनी अथवा चाहिँ सप्लाई एजेन्सी जे छ त्यसको चाहिँ आफ्नै नियम हुन्छ, त्यसको चाहिँ विधिमा रहेर गर्नुपर्छ। त्यसको लागि अर्को ठाउँ जानुभन्दा पहिला त्यो कम्पनीले के गर्नुपर्छ भन्दा टर्मिनेट लेटर दिन्छ। टर्मिनेट लेटर दिएपछि मात्रै अर्को कम्पनीले चाहिँ एग्रिमेन्ट गरेर अर्को कम्पनीले अफर लेटर ल्याएर सबै एप्लाईको प्रक्रिया गरिसकेपछि मात्रै र त्यो चाहिँ टर्मिनेटर भएपछि मात्र तपाईँको अर्को कम्पनीमा ओरपोरवेट निकाल्नको लागि सहयोग पुग्ने र त्यहाँ चाहिँ जान पर्ने भएको हुनाले, त्यसरी प्रक्रिया त्यो भएको हुनाले आफ्नो कम्पनी एजेन्सी कस्तो छ त्यसमा चाहिँ आफूले चाहिँ एग्रिमेन्ट के गरेको छ त्यसमा पनि भर पर्छ।
र आफूमा के क्षमता छ र फेरि अर्का ठाउँ गएर एक्सेप्ट गर्ने कम्पनीहरू गर्न सक्छन् सक्दैनन् भन्ने कुरामा पनि भर पर्छ। र त्यसरी चाहिँ हावाको भरमा सजिलो तरिकाले ट्याक्कै आउँदा बित्तिकै आफूले जे भन्यो त्यही जे मान्यो त्यही त्यसरी हुन्छ भन्ने कुरा त कसैलाई लागेको छ भने पनि त्यो हुँदैन। तर धेरै व्यक्तिहरूले कम्पनी चेन्ज गर्ने, डाइरेक्ट कम्पनी बनाउने एजेन्सी याद आएकाले राम्रो कम्पनी छ भने त्यसो चाहिँ गरिरहेको अवस्था छ, गर्न सकिन्छ। तर प्रक्रिया त्यस्तो हो भन्दै मैले आज सानो अलि धेरै लामोसँग चाहिँ म अलिकति व्यस्तताको कारणले अलिक धेरै लामोसँग चाहिँ यो भिडियो ल्याएँ। यो भिडियो हेरेर तपाईँलाई कस्तो लाग्यो, तपाईँलाई फल्दा लाग्यो लागेन, जस्तो लाग्यो जस्ताको तस्तै कमेन्ट गर्न नभुल्नुहोला भन्दै आजलाई बिदा हुन्छु। हस्त बाई बाई।